आध्यात्मिक र नैतिक मार्गमा सम्पूर्ण मित्रहरूलाई अभिवादन, जय मसीह, नमस्कार। जो मानिसहरूले पवित्र बाइबल अध्ययन गर्नुभएको छैन, प्रभु येशू ख्रीष्टले सिकाउनु भएको शिक्षाको विषयमा थाहा छैन, जसले क्रिस्चियन जीवनको बारेमा राम्रोसँग बुझ्नु भएको छैन, उहाँहरूको विचारमा के आउँछ भने येशू ख्रीष्टलाई विश्वास गर्नु, येशू ख्रीष्टको चेला हुनु वा ईसाई हुनु भनेको जीवनको सुख सुविधाहरू प्राप्त गर्नु हो। तर मित्रहरू, प्रभु येशूले आफ्नो चेलाहरूलाई अर्थात येशू ख्रीष्टको पछाडि लाग्ने मानिसहरूलाई उहाँले ठ्याक्कै त्यसको उल्टो शिक्षा दिनुभएको छ। प्रभु येशूले आफ्नो चेलाहरूलाई के भन्नुभयो भने, कोही मेरो पछि लाग्ने इच्छा गर्छ भने त्यसले ठूलो मूल्य चुकाउनु पर्छ। आउनुस् आज म यो वचनमा लुका 9 अध्यायको 57 पददेखि 62 पदसम्म तपाईहरुको बीचमा ल्याउन चाहन्छु। यसरी लेखिएको छ लुका 9 अध्यायको 57 देखि 62 मा। अनि यस्तो भयो, उहाँहरू बाटोमा जाँदै गर्नुहुँदा कुनै एकजना मानिसले उहाँलाई भन्यो, प्रभु तपाईं जहाँ जहाँ जानुहुन्छ त्यहाँ त्यहाँ म तपाईको पछि लाग्नेछु। अनि येशूले त्यसलाई भन्नुभयो, स्यालहरूको ओडार छन् र आकाशका चराहरूका गुँड छन्, तर मानिसका पुत्रको शिर राख्ने ठाउँ धरी छैन। अनि उहाँले अर्कोलाई भन्नुभयो, मेरो पछि लाग। तर त्यसले भन्यो, हे प्रभु, पहिले मलाई जान र आफ्ना बुबालाई गाड्न दिनुहोस्। येशूले त्यसलाई भन्नुभयो, मुर्दाहरूलाई आफ्ना मुर्दाहरू गाड्न देऊ, तर तिमी चाहिँ जाऊ र परमेश्वरको राज्यको प्रचार गर। अनि अर्कले पनि भन्यो, हे प्रभु, म तपाईको पछि लाग्नेछु, तर पहिले मलाई मेरो घरमा भएकाहरूबाट बिदा लिन दिनुहोस्। अनि येशूले त्यसलाई भन्नुभयो, आफ्नो हात हलोमा राखेर पछिल्तिर हेर्ने कोही पनि परमेश्वरको राज्यको निम्ति लायकको हुँदैन। लुका 9 अध्यायको 57 देखि 62 पदमा 3 जना व्यक्तिको बारेमा हामी पढ्यौं। यो खण्डमा हामी 3 जना व्यक्तिहरू प्रभु येशूलाई पछ्याउन चाहे र प्रभु येशूको चेला बन्न चाहे। यी 3 जना मानिसहरू चेलापनमा तनमनले प्रवेश गर्न नदिने 3वटा मुख्य कारणहरू दर्शाउने उदाहरणहरू यो खण्डमा आज हामी प्राप्त गर्छौं। यी 3 जना व्यक्तिहरू प्रभु येशूको पछाडि लाग्न चाहे, तर उनले मूल्य चुकाउनु पर्थ्यो, जसको कारण तिनीहरू प्रभु येशूको चेला भएको हामी देख्दैनौं। आज संसारमा धेरै मानिसहरू पनि त्यस्तै छौं। हामी प्रभु येशू ख्रीष्टलाई पछ्याउन चाहन्छौं, उहाँको चेला हुन चाहन्छौं, तर मूल्य चुकाउन चाहिँ हामी चाहदैनौं। 57 पददेखि 58 पदमा हेर्नुभयो भने 2टा पदमा के पाउँछ भने त्यहाँ पहिलो व्यक्ति हो जसले प्रभु येशूको पछि लाग्नमा सुनिश्चित थियो, पक्का निर्णय गरेको थियो, जहाँ पनि जान तयार थियो। उसलाई कुनै बोलावट चाहेको थिएन, ऊ आफै तयार थियो। उहाँको पछि लाग्न ऊ एकदम हतार गरिराखेको थियो, आत्तिएको थियो। अनि चेला हुने प्रस्ताव प्रभु येशूले ल्याउनु भएन, मेरो पछि लाग भन्नु भएन, तर उसले म आफै तपाईको पछि लाग्छु भन्यो। तपाई जहाँ जहाँ जानुहुन्छ म त्यहाँ त्यहाँ जान्छु भन्छ उसले। ऊ आत्मविश्वासी पनि थियो, उसको उमङ्ग धेरै थियो, तर चेलापनमा कुन मूल्य चुकाउनु पर्छ सो कुरामा उसले एक क्षण पनि आफ्नो विचार पुर्याएन, सोच विचार गरेन कि म प्रभु येशूको चेला भएपछि कुन मूल्य चुकाउनु पर्छ। यसकारण जहाँ पनि म तपाईको पछि लाग्छु भन्नेमा उसले जोड दिएको थियो र उसले यो कुरा आफ्नो
तर्फबाट विचार गरेको थियो कि म उहाँ जहाँ जानुहुन्छ त्यहाँ म जान्छु, यसकारण जहाँ पनि म तपाईकै पछि लाग्छु भन्ने उसले के भन्यो, सो आफूले बुझेकै थिएन है। म जहाँ पनि तपाईको पछि लाग्छु भन्न त भन्यो, तर वास्तविकता उसले बुझेको थिएन। प्रभु येशूको पछि लाग्न जीवनको सुख र सुविधाहरू त्याग्नुपर्छ भन्ने कुरा उसले बुझ्न सकेको थिएन। प्रभु येशूले यो मानिसलाई भन्नुभयो, मेरो आफ्नो घर छैन, यो संसार मेरो विश्राम स्थल होइन, मेरो भन्दा बरु स्यालहरू र चराहरूको सुख धेरै छ, तिनीहरूको सुरक्षा बढी हुन्छ। यसपछि यो मानिसको विषयमा हामी लेखेको पाउँदैनौँ। यो मानिस प्रभु येशूको चेला भएको हामी देख्दैनौँ। यसबाट हामी के अनुमान लगाउन सक्छौं भने उसले परमेश्वरको पुत्रको पछि लाग्न मूल्य चुकाएन, मूल्य चुकाउन तयार भएन। उसले आफ्नो जीवनको सुख सुविधाहरू छोड्न मानेन होला पक्कै पनि। त्यसकारण यसपछि हामी उसको बारेमा पाउँदैनौँ। अब दोस्रो मानिसको विषयमा हेर्छौँ हामी 59 पद र 60 पदमा दोस्रो मानिसको विषयमा हामी हेर्छौँ। दोस्रो मानिस ख्रीष्ट येशूको बोलावट पायो, प्रभु येशूले मेरो पछि लाग भन्नुभयो। एक प्रकारले ऊ प्रभुको पछि लाग्न तयार पनि थियो, तर त्यहाँ एउटै कुरा थियो, जुन कुरा उसले पहिले गरी छाड्नु थियो। उसले आफ्नो बुबाको दफन गर्न चाहेको थियो। उसले भनेको कुरामा हामी ध्यान दियौं है। उसले के भनेको थियो भने उसले भन्छ, प्रभु पहिले मलाई, अर्थात् पहिले म। उसले प्रभु येशूलाई प्रभु भनेर सम्बोधन त गर्यो, तर वास्तवमा उसले आफ्ना इच्छा र चाहनाहरू प्रभुभन्दा अघि पहिलो स्थानमा राख्यो। प्रभु र पहिलो म एकसाथ भन्नु सुहाउँदैन। यी दुई कुराले आपसमा मेल खाँदैनन्। कि त येशू हाम्रा प्रभु हुनुहुन्छ, कि त हामी पहिलो स्थानमा हुन्छौं। यी दुईमा हामीले एउटा कुरा रोज्नु पर्छ। प्रभु येशूले दोस्रो मानिसलाई भन्नुभयो, मुर्दाहरूलाई आफ्ना मुर्दाहरू गाड्न देऊ, तर तिमीहरू जाऊ र परमेश्वरको राज्यको प्रचार गर। ख्रीष्टका चेलाहरूले यस्ता काम कुराहरूमा पहिलो स्थान दिनु हुँदैन जुन काम कुराहरू मुक्ति नपाएका मानिसहरूले पनि गर्न सक्छन्। ख्रीष्ट विश्वासीहरूले पृथ्वीमाथि उहाँको मिशन कार्य सुसमाचार प्रचार गर्नलाई पहिलो स्थान दिनुपर्छ। 61 र 62 पदमा अब हामी तेस्रो मानिसको विषयमा हेर्छौं। तेस्रो मानिस ख्रीष्ट येशूको पछि लाग्ने आफ्नै इच्छा प्रकट गरे, पहिलो मानिस जस्तै। अनि तेस्रो मानिस दोस्रो व्यक्तिसित पनि मिल्छ, किनभने उसले पनि प्रभु पहिले मलाई भन्यो, जुन कुरा उसको भन्न नहुने कुरा थियो। उसले पहिलो आफ्नो परिवारबाट बिदा लिन चाह्यो। उसको यस बिन्तीमा नराम्रो के पो थियो त? अरू बेलामा हुने हो भने उसको अनुरोधमा कुनै गल्ती हुने थिएन, तर जब जीवनका सामान्य शिष्ट व्यवहार र भद्र काम कुराले प्रभुको आदेश तत्कालै र सहर्ष साथ पूरा गर्नुमा बाधा पार्छन्, तब यी कुराहरू अगाडि राख्दा यी कुराहरू बिल्कुल गलत हुन जान्छन्। प्रभु येशूले उसलाई जवाब दिएर यसो भन्नुभयो, आफ्नो हात हलोमा राखेर पश्चिमतिर हेर्ने कोही पनि परमेश्वरको राज्यको हकदार हुँदैन, राज्यको योग्य हुँदैन। चेलापनमा हात हाल्ने जुनसुकै व्यक्तिले पछिल्तिर हेर्नु हुँदैन। घर परिवार वा इष्टमित्रहरू ध्यानमा राख्ने कुरालाई पहिलो स्थानमा राख्नु हुँदैन। प्रभु येशूको निम्ति हाम्रो परित्याग सम्पूर्ण हुनुपर्छ।
कुनै आफूमा उचित र न्यायसङ्गत देखिने कुरा पनि प्रभु र हाम्रो बीचमा आउन दिनु हुँदैन। यो खण्डमा परमेश्वरको राज्यको योग्य भनेको परमेश्वरको राज्यमा प्रवेश गरेपछि गरिने सेवा, यसको सिलसिला हो। यी तीन मानिसहरूको जीवनबाट हामी तिनीहरूको जीवनलाई न्यायालय हेर्दा चेलापनमा तीन प्रमुख बाधाहरू हामी देख्छौं। चेलापनमा आउने तीन प्रमुख बाधाहरू, पहिलो बाधा हो भौतिक सुख सुविधाहरू, दोस्रो बाधा हो जागिर वा पेशा, तेस्रो बाधा हो परिवार र इष्टमित्रहरू। हामीमा अरू कुनै जात नाठो नहुने गरी प्रभु येशूले हाम्रो हृदयमा राज्य गर्न पाउनुपर्छ। हामीमा अरू कुनै पनि बाधा बिना नै प्रभु येशूले हाम्रो हृदयमा राज्य गर्न पाउनुपर्छ। अरू सबै स्नेह, माया, ममताका सम्बन्धहरू र अरू सबै निष्ठा, आस्था, भक्तिका भावनाहरू उहाँको अधीनतामा बस्नु पर्छ। लुका 14:26 र 27 पदमा यस्तो लेखिएको छ। लुका 14:26 र 27 पदमा लेखिएको म तपाईलाई पढ्छु। कोही मानिस म कहाँ आउँछ र आफ्ना बुबा आमा, स्वास्नी, छोराछोरीहरू, दाजुभाइहरू र दिदीबहिनीहरूलाई र आफ्नै प्राणलाई पनि घिर्न गर्दैन भने त्यो मेरो चेला हुन सक्दैन। 27 पद, अनि जो आफ्नो क्रुस बोक्दैन र मेरो पछि लाग्दैन त्यो मेरो चेला हुन सक्दैन। मित्रहरू, हामी ख्रीष्टमा जानु, ख्रीष्टमा विश्वास गर्नु, ख्रीष्टमा चेला हुनु भनेको मूल्य चुकाउनु हो। परमेश्वरले हामी सबैलाई आशीर्वाद दिउन्। परमेश्वरले हामी सबैलाई प्रेम गर्नुहुन्छ। जय मसीह। नमस्कार।